मेरा प्रिय साथीहरू, प्रभु येशू मसीहको नाउँमा जय मसीह। मलाई आशा छ कि मेरो प्रभुले तपाईँलाई तपाईँको परिवारलाई सही सलामत राख्नु भएको छ होला। आमेन। आउनुहोस् हामी पवित्र शास्त्र बाइबल हिब्रूको पुस्तक 4 को 12 र 13 वचनमा तपाईँहरूको निम्ति पाठ गर्नेछौँ। आमेन। र यो वचन तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, देश विदेशबाट यो वचन पुरा सुन्नको लागि म तपाईँहरूलाई बिन्ती र आग्रह गर्दछु। आमेन। र आउनुहोस् म तपाईँहरूको निम्ति पढिदिनेछु। 12 मा लेखेको छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तलवार भन्दा बढी धारिलो हुन्छ। यसले प्राण आत्मालाई, त्यसका जोर्नी र हड्डाको गुदीसम्मलाई भाग भाग पारुन्जेल वार पार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। आमेन। हेर्नुहोस् त वचन कति अद्भुत छ, हैन। म तपाईँहरूको निम्ति 13 पनि पढिदिनेछु। यहाँ यसरी लेखेको छ, परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुल्ला छन्। उहाँलाई नै हामीले लेखा दिनुपर्ने छ। आमेन। हालेलुया। हेर्नुहोस् त वचन कति अद्भुत छ। तपाईँको 12 मा लेखेको छ, किनभने परमेश्वरको वचन जीवित, हैन। यो जो म पढ्दैछु यो जीवित वचन हो। र यहाँ लेखेको छ र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरवार भन्दा बढी धारिलो हुन्छ। आमेन। हालेलुया। यो संसारको तलवारको बारेमा भन्दैन, यो आत्मिक कुराहरू भन्दछ, हैन। र यहाँ त्यो तरवार भन्दा पनि तेज हुन्छ यसको धार भनेर भन्दछ। र यहाँ लेखेको छ धारिलो हुन्छ र यसले प्राण, हैन, प्राण र आत्मालाई, त्यसका जोर्नी र हड्डाको गुदीसम्म भाग भाग पारुन्जेल वार पार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। हालेलुया। र यहाँ तल लेखेको छ कि परमेश्वरको, हैन, उहाँले नै हामीले के गर्नुपर्छ, लेखा दिनुपर्छ। जो तपाईँ सोच्नुहुन्छ, जो संसारमा भएर तपाईँ जो पाप गर्नुहुन्छ, त कति मान्छेहरू सोच्छन् कि हामीलाई कसले देख्दैछ, हैन। तर यहाँ लेखेको छ, यहाँ हेर्नुहोस् त, म पढिदिनेछु। 13 मा लेखेको छ, परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन। हामी परमेश्वरसँग कुनै ठाउँमा गएर हामी छिप्न सक्दैनौँ। आमेन। हालेलुया। यहाँ भन्दछ कि परमेश्वरको नजरमा, र यहाँ लेखेको छ हुँदैन, र उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुल्ला छन् र उहाँलाई नै हामीले लेखा दिनुपर्ने छ। आमेन। यो वचनद्वारा तपाईँ सुन्नुहुने सम्पूर्णलाई प्रभु येशू मसीहको नाममा आशिष मिलोस्।